अझै पनि त्यहाँ चाहिँ अझै देख्छु परको हाम्रो अझै चाहिँ अब ड्युटी अलि पहिलेको अलि थालेमा कान्छी अलि भनेको चाहिँ कान्छा काकाहरू अन्तर काकाहरू अघि आउने होइन इमुङको काकाको अझै कान्छीपट्टिको यहाँको अझाहरू जेठीपट्टिको हाम्रा बुवाहरू जेठीपट्टिको जेठा हाम्रो बुवा माइलो परमानन्दरको बाबु भइहाले साइलो विदेश उतै कता बसेको कान्छो पनि 50 वर्षमा आएको भनेको कि सानो नानी थियो होला 57 सालमा आउनुभएको हो नि कि 56 कि 57 किनभने हाम्रो कान्छी तथा तपाईँहरूलाई चाहिँ कहिले सेयरिङ गरेको त्यस्तो कुराहरू अजाले चाहिँ यहाँ हो अझा त नजाने भन्दा पनि ओ गरेर काकीकोसँग जोड्ने अलिकति अलिक सन्चो भएन रे के भएर नभए माया मारेको होइन सबै काकाहरूलाई चाहिँ प्रेसर गरेर जाने कौतूहल चाहिँ भएन त्यतिखेर अब त्यो भनौँ न हाम्रो काकाको पालामा त्यो बेलामा किन त्यसो भयो भन्दा अहिले हामी अन्दाज होला त्यो बेलामा जात भात अब त्यो बेला चाहिँ नि के अरे हाम्रा बाबु गएर चाहिँ उहाँ भाउजूले पकाएको भात नखाएर दाजुले बुट लाएर के अरे लाउरे अनि तैँले पकाएको भने खान्छु भन्दा चाहिँ ऊ गरेका भने तिमी कुरा बुझ्यो भएर छालाको जुत्ता लगाउँदाखेरि भात नखाने क्या कुरा बुझ्यो अरू त कुरै भयो अरू त कुरै छोडिदिउँ अब इन्टरकास्टको कुरा त परको कुरा हो त्यो कारणले गर्दा चाहिँ अब अझ नआउनुको कारण चाहिँ इन्टरकास्ट अझै भयो भनेर यहाँ नआउनु त्यो पनि डरले पनि नआएको क्या उता 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 लाउर भयो के भयो उता उता भयो नि त अब त्यो कारण पनि हो एउटा हाम्रो अझै त हुनुहुन्थ्यो नि त भाउजू यस्तो यस्तो कारणले म आइन दाजु कडा हुनुहुन्थ्यो बुवा कडा हुनुहुन्थ्यो बसेर त्यहाँनिर त्यो घोडा चढाएको त्यहाँ यस्तो गरेको भन्दा साह्रै उयो लाग्दैन लौरीले हानिहाल्नुहुन्थ्यो जो होस् मतलबै हुँदैन हानिहाल्नुहुन्थ्यो कडाइ हो हाम्रो बाउ खालमा चाहिँ लिभर भएको हाम्रो बुवा चाहिँ नि वर्ष चाहिँ अर्कालाई चाहिँ हुनुहोस् अर्को ठुलो जिम्मेवारी नआओस् भन्नाले भएको के हो भन्दाखेरि बुवा चाहिँ नि यहाँ मैले चाहिँ त्यो उसमा यहाँ आउँदाखेरि उहाँ चाहिँ सेजेपा बाक्लो गाउँ बस्ने यहाँ डाँडामा सिरुमा चाहिँ यसो चाहिँ मकैको पात मकै पनि नउम्रिने त्यस्ता डाँडामा अनि रुँदै रुँदै आएको भन्दा चाहिँ अब आमालाई त कमसेकम छुट्टिएर चाहिँ ऊ बेटी खालको जन्मभो होला तर बाबु चाहिँ त्यहाँबाट चाहिँ आउनु पर्दाखेरि भनौँ बडो दुःखी भएर विस्मत मानेर आएका अघि आमाले के भन्थ्यो तपाईँ घरमा हाम्रो यतापट्टि त तपाईँहरू त रोजेर गएको यो ठाउँमा पो भनेर भन्छ अनि 4-5 दिन अगाडि काकीहरूले अस्तिमा होइन अस्ति आउँदाखेरि काकीले पनि सबै सुनाएको थियो काकीले पनि सुनाएको रहेछ कसलाई अहिले निनले पनि भन्दाखेरि यहाँ चाहिँ अलिअलि उब्जनी भएको ठाउँमा चाहिँ आएर हलोसरो लाएर उकाइदिएको चाहिँ अजाले अरे हाम्रो अजालाई माइला अजाले हो नि त मावलाको अझै चाहिँ यहाँ बस्यो अहिले जुन हामीले चाहिँ त्यो टनेल टाँगेको छ नि भाइ त्यो आँगन जस्तो त्यहाँ चाहिँ टार बारी थियो कोदोको नल हुन्छ खुट्टा खोज्ने तल त्यो टारको छेउमा चाहिँ अम्बकको बोट थियो अनि त्यहाँ चाहिँ म त बाहिर त्यहाँ चाहिँ
माउला अझी चाहिँ उनीहरूले ल्याएर पाल्छु भनेर ल्याएको पछि अझी उहाँ नबस्ने भएर अझी यहाँ आएँ माउलाको अझीको सम्पत्ति चाहिँ आदि इत्यादि भएको चाहिँ कान्छी छोरी भनेर लिएर आएका भरे त्यो भयो अनि म त काइले चाहिँ म त यतै आउँछु भनेर भनेपछि अझीलाई यतै पाल्यो अनि त्यो बेला अंशवन्दामा चाहिँ त्यहाँ बाहुनले उकार्थ्यो उ गर्दै यहाँ चाहिँ के अरे मकै छरेको बेला गोड्ने बेला भएको बेला जोत्न आए तर गोड्न आए अरे अब म त सिलिन्ड बाहिर छु अनि आएपछि जहीँ त्यो मकै बारेमा तोरीको साबुन त्यो तोरीको नगरिदिनु न भनेर अझीले भनेको र पनि मानेन र अनि आफ्नो अनि 3वटा 4वटा एकै ठाउँ पारेर गडामबुडुम हलो लगाइदिएर अनि त्यहाँबाट पछि अब के गर्ने त यसो यस्तो भयो मलाई भाइले यसो गरौँ यहाँको चाहिँ वास्तवमा चाहिँ पहिलेका सुब्बाहरूले चाहिँ उ गरेको कुराहरू चाहिँ धनराजले चाहिँ यो ऊ धर्मी मान्छे भनेको चाहिँ हाम्रो अहिलेको सांसदको हजुरबा कुकुरो बाबा अनि प्रसाद सिंह पनि उहाँ गएछन् बाजे बाबु मलाई त यसो यसो गरौँ भाइले चाहिँ यसो यस्तो भनेपछि अनि तैँले चाहिँ कतिजना चाहिन्छ म त्यहाँबाट मकै भात आएछ भने सुई मात्रै पार्नु म कतिजना चाहिँ त्यति पठाइदिन्छु भनेर उसले भनेपछि अनि त्यो कुरो चाहिँ अब पारि पुग्यो भन्ने काकाले थाहा पाएपछि र काकालाई उकास्ने बाहुनले थाहा पाएपछि सेजेपका बाहुन दधिरामले फिर्ता गऱ्यो भने अब त्यो उसले चाहिँ अनि त्यहाँबाट उसले आएर चाहिँ हेर जेठा सेतो हड्डीमा कालो मुसो लाग्यो अब यसो धोइको खाल्दै गर अब भाइ हो जे पनि भनेर चाहिँ उ गरेर अझीले पालेको आधा जुन पर्खा खसी छ नि सेतो हो त्यस्तै सेतो पनि 30 आदीमा त्यो खसी दिएर उ गरे काकाले त के गर्यो लगो बाहुनले लगायो आखिरमा केही पनि भएन पछि पुजे होइन रहेछ बेकारमा दाजुलाई झगडा गरौँ खसी लगाएर खायो त्यतिखेर त्यो गर्नुको कारण चाहिँ के भने 19 सालमा सबै डढ्यो आगलागी भयो आगलागी भएपछि लिम्बूले बनाइदिएको धुरीकुटी के आदि इत्यादि सबै डढ्यो कागज केही पनि रहेन अब नभएपछि चाहिँ कागज प्रमाण केही छैन पाउँछ भनेर बाहुनले उकासेर त्यसो गरे अनि त्यो कुरो पछि नबुझेको हाम्रो काकाले पछि चाहिँ बुझे पछि थाहा पाएको भनौँ न पछि त अनि अब दाजुभाइ जे गर्नु 19 सालमा आगो लागेको 19 सालमा आगो लागेको हो 19 सालमा 19 साल साउन 19 हो त्यो म त्यतिखेर 19 भनेपछि म चाहिँ 11 वर्षको थिएँ थाहा पाउँछु नि त यहाँ चाहिँ के भने म चाहिँ तल खोलामा चाहिँ अहिले जुन बाटो आयो त्यहाँ चाहिँ खेत थियो त्यहाँ रोपाइँ गर्न गएका आमा बाबुहरू सबै दाजु बिरामी रहेछ दाजुले चाहिँ नि के भयो भने अब साउनमा चाहिँ गोरु भोकाएर आउँछ भनेर चाहिँ नि यसरी चुलामा चाहिँ आगो सागो बालेर चाहिँ गरेर दाउरा सेकाएर चिसो बाहिर चिसो गरेर भनेर चाहिँ सेकाएर चाहिँ भात सात पकाएर अनि घाँसको लिन्छ गएछ दाउराबाट चाहिँ त्यहाँबाट गऱ्यो अब त्यतिखेर चाहिँ दाउराबाट सल्केर गएर माथिबाट मकैको हार रहेछ अनि साउनको चाहिँ धान सुकाएको फिलाएर अघि तलमा चढ्दाखेरि हाम्रो काकाले गाउँको के फिलाएको थियो नि हो त्यसरी अनि त्यसरी गरेपछि आगो लाग्यो आगो लागेपछि चाहिँ के अरे भुइँसी पाल्थे घिउ चाहिँ टिन बनाएर चाहिँ बेच्थे अनि सँगै घिउ पनि बनाउनु सोच्छ म आउँदा त यस्तो पालबाट सबै आगो गुलुलु चिच्याउँछु कोही पनि छैन साउनको बेला सबै उसमा छ गुवारकी गरेर कोही पनि छैन पर्टेर काटिएको पनि छैन उसमा पनि छैन केही पनि छैन अनि बल्ल बल्ल कसो सोर्दा भरे मान्छे भेला भएपछि अनि अहिले दाजु अथवा त्यो माइला घर छ नि त्यो माइला घर भएको चाहिँ त्यहाँ पाली थियो त्यो पाली चाहिँ अनि पालहरू के जातिहरू के बोराहरू भिजाएर चोकेर उ गरे यतापट्टि घर सबै खाने केही पनि छैन बेलुका यो कार्तिकबाट मिसाएको चामल भन्नाले आधी धानको आधी ल्याए
उ गरे र पकाएर खुवाए हामीलाई त्यसरी हो त्यहाँबाट जिरोमा पुग्यो त्यहाँदेखि छक्कले पनि यो अहिले कान्छा भाइ बसेको चाहिँ घर बनाउने कर्मी थियो त्यसलाई चाहिँ त्यो दाहिने हात भएको अब भाइ मेरो त सबै यसो हो यसो चाहिँ सुनहरू थियो ऊहरू थियो अलिअलि भएको पोटेरियन भनेर नि उसले आएर भन्नाले खन्दै गरेर अनि पञ्चायत धान डढेको धान आदि आदि गरेर छानेर केलाएर उ गरेर सबै वास्तै चाहिँ त्यो धुवाने गनाउने अनि त्यो छानियो गरिदियो र पछि त भएन घर त छैन अब घर नभएपछि एउटा घर बनाउनुपर्छ भनेर चाहिँ त्यो घर बनाउँदाखेरि एउटा पनि झन्डै यसरी निराल फ्याँक्ने भएको मिस्त्री यो हाम्रो चाहिँ भोटे हो डले भोटेको चाहिँ यसो तिनले मरौ झन्डै मरौ नि पानी प्याएर कसो गरेको बचायो अनि त्यो सानो थियो घर अनि तल्लो अलिकति भात खाने भनेको चाहिँ ठुलाई पनि उ भएपछि यो उताउति पाखा सबै मकै फलाउँथ्यो अनि